अडिट 6 नम्बरमा यसो साइडमा जाँदै हो यो पुरा यो डाँडा काट्नुपर्छ अब 2.5 घन्टाको उकालो बाटोमा गइरहेको अवस्थामा अब गाडी साडी जाने ठाउँ छैन। यहाँ 6 नम्बरमा चाहिँ त्यो टावर क्रेनको लागि बनाउँदैछ। त्यहाँ एउटा मिसिन बिग्रिरहेछ, त्यो मिसिन बनाउन चाहिँ यस्तो बाटोमै है पसिना भएर जाँदैछु। यति तल खोला देख्यो यो खोलाको बाटोबाट बल्ल हिँडेर आउँदै के गर्ने गाइस। साइडमा भएपछि गाह्रो छ, पैसा कमाउन गाह्रो छ। एकजना साथी हिँड्न नसकेर त्यसो टेकेर आउँदैछ, ऊ गाह्रो छ के गर्नु बाटोमा। त्यो खोला देखिरहेछ नि, त्यहाँबाट हिँड्यो, त्यो पनि आधी बाटो पुगेको छैन। अब खै कतिखेर पुग्ने हो। यो यत्रो ठाडो बाटो हिँड्नु छ, अझै उकालो बाटो यो बाटो अझै उकालो हिँड्दै जानु छ। यहाँबाट यसो हेऱ्यो भने त तल बाँदर लड्ने भिड जस्तो देखिन्छ हौ। डेन्जर छ है सबै बाटोहरू, यस्तै खोला जाँदा सबै डेन्जर छ पुरा है बाटोहरू। साथीभाइ हो ल यस्तो बाटो चाहिँ हिँडेर अब लगभग 2 घन्टा जतिमा पुग्छ होला हौ।